हेलो साथी, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ दसैँको दिन म चाहिँ मामा घर जाँदैछु जिमिरे। हेर्न सक्नुहुन्छ हेलु छु म चाहिँ अहिले। यार केटाहरूले मामा घर जाँदा पनि चाउचाउ नलिने आइज भनेर चाउचाउ बोकेर हिँडेछु 10 वटा साथीहरू। म चाहिँ अहिले टक्कै हेलुमा छु है साथीहरू। हेलु साथीहरू, म चाहिँ यो भ्लगबाट अध्ययन अर्याल भन्ने भाइले चाहिँ मिस गरिरहेको छु। अध्ययन अर्याल पढेको स्कुल चाहिँ टक्कै यहीँ अरे कन्सन्स बोर्डिङ स्कुल। म चाहिँ देखाइदिन्छु। भाइले मलाई भनेको थियो दाइ देखाइदिनु है गएको बेला। टक्कै म हेलु छु अहिले, म देखाइदिन्छु है त ल। साथीहरू, म चाहिँ मामा घर गएको बेला पनि भाइले भनेको भएर म चाहिँ स्कुल देखाइदिएछु है भाइको। विशेष गरी अध्ययन भाइ, तिम्रो स्कुलमा चाहिँ म आइसकेँ। हेर ब्याकग्राउन्डमा तिम्रो स्कुल चाहिँ अध्ययन भाइले भनेको विशेष अध्ययन भाइको लागि भ्लग हो यो चाहिँ। कन्सन्स बोर्डिङ स्कुल कन्साइन्स रहेछ साँच्ची, कन्साइन्स बोर्डिङ स्कुल। यी बस यहाँ रहेछ कन्साइन्सको हेलुको राम्रो वातावरणमा, अति राम्रो वातावरणमा अवस्थित। कोही पढ्न चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। यो स्कुललाई हेलुमा छ भने भन्दिनँ। हेर्न सक्नुहुन्छ विशेष अध्ययन भाइ। हेर ल तिम्रो स्कुल है। श्री कन्साइन्स बोर्डिङ स्कुल। तिम्रो स्कुल बस थाहा होला तिमीलाई पक्कै पनि। आफ्नो स्कुलको बस त पहिला पढेको। त्यो पनि हेर यहाँ। यता तिम्रो सानो सानो रहेछ खेल्ने ठाउँ स्कुलको। यो स्कुल तिम्रो। सबैजनाले हेर्नुभयो साथीहरू अन्तिमसम्म। सबैजनालाई धन्यवाद। विशेष गरी यो अध्ययन भाइको लागि बनाएको भ्लग हो दसैँको बेलामा पनि। ल आजको भ्लग छोटो सानो मिठो भयो। सबैजनाले लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हस् त, धन्यवाद अध्ययन भाइ। हेऱ्यौ नि स्कुल। बाई बाई।